एक पटकको कुरा हो, एउटा विशाल हराभरा जंगल थियो। त्यो जंगलमा सबै जनावर शान्तिपूर्वक बस्थे। कारण थियो त्यो जंगलमा एउटा दयालु तर शक्तिशाली सिंह बस्थ्यो। त्यसले आफ्नो शक्तिको दुरुपयोग गर्दैनथ्यो, तर त्यसको उपस्थितिले जंगलमा सन्तुलन कायम रहन्थ्यो। नदीहरू स्थिर भएर बग्थे, हरिणहरू निडर भएर चरिरहन्थे, रुखहरू गहिरो जरासहित मजबुत उभिएका थिए। तर जंगलमा केही स्यालहरू थिए, चलाख, महत्वाकांक्षी र षड्यन्त्रकारी। उनीहरू सिंहप्रति ईर्ष्या गर्न थाले। किन एउटा सिंहले मात्र शासन गरोस्? उनीहरूले एकअर्काको कानमा फुक्न थाले। यदि हामीले मिलेर योजना बनायो भने सारा जंगल हाम्रो नियन्त्रणमा हुनेछ। एक गर्मीको दिन, सिंह भोक र थकाइले कमजोर भएको बेला स्यालहरूले एउटा ठूलो फलामे पिंजडा बनाए। स्यालहरूले मिठो आवाजमा भने, हजुर, यहाँ खाना पाउनुहुन्छ। सिंह बिस्तारै पिंजडातिर अघि बढ्यो अनि एक्कासी ढोका ठ्याम्मै बन्द भयो। स्यालहरूले जंगलभर घोषणा गरे, अब सिंह होइन, हामी शासन गर्छौं। सबै जनावर समान हुनेछन्, सबै स्वतन्त्र हुनेछन्। सुरुमा जनावरहरूले ताली बजाए। स्यालहरूले ठूलो वटवृक्ष मुनि सभा गरे, मीठा वचन सुनाए।